आज चाहिँ डेटिङमा बोलाएको छ केटीले चस्मा लाएर जानुपर्छ आज चाहिँ डेटिङ गर्नुपर्छ आज चाहिँ डेटिङमा जानुपर्छ डेटिङमा जानुपर्छ डेटिङमा जानुपर्छ डेटिङ तेरिका यो घाँस दाउरा काट्ने बानी भएर त डेटिङमा पनि टोक्को लिएर पो जाँदै रहेछ डेटिङमा आएको के बोलाएको थियो त हौ केटीले त फेसबुक कि वाट्सएपमा यतै बोलाएको थियो मलाई बस्दै गर्छु आएको छैन डेटिङमा पनि घन्टा गाडीतिर मात्रै बोलाउँछ ठिकै छ गाडी यहीँ बस्नु पऱ्यो आज त डेटिङ फर्स्ट टाइम डेटिङ आज त मेरो पनि योपालि त बिहा हुने भयो एक्लै मऱ्यो भने त रड्डी हुन्छ नि घन्टा माथि पनि जग्गै पाउँदैन नर्केमा पनि जग्गा पाउँदैन भन्छ नि त बिहा नगरी मऱ्यो भने त म त खोजेर म त डेटिङ कस्तो खुसी छु नि चस्मा पनि 5000 को चस्मा हो यो अन्त केटी आउँदैन त अन्त जोड्दैन मलाई कपाल पनि छिट्छो नि खै हो न आएको होइन त हौ म त अन्त डेटिङमा त केटी आउँदैन त आउँदैन के हो उतै जा केटी भनेको त कुकुर आएर मर्यो हे भगवान् कहाँ गयो यो मान्छे त छि छि कल गरेको कल पनि उठाउँदैन फेसबुकमा टेक्स्ट गरेको त्यो पनि हेर्दैन वाट्सएपमा टेक्स्ट गरेको त्यो पनि हेर्दैन कहाँ गयो यो मान्छे छि हन कहाँ गयो ए हो यहाँ हो औ औ के छ तिमी हो हजुर के छ तिमी हो हो त तपाईले कस्तो कल गरेको कल पनि उठाउँदैन मैले फोन ल्याएन नि त फोन घरमै छ नि त टेक्स्ट गरेको टेक्स्ट सुन्नु नि सुनिता भन्ने तपाईँ हो सुनिता सुनिता हजुर सुनिता मसँग फेसबुकमा मेसेज गर्ने हजुर अन्त तपाईँ चाहिँ मैले बोलाइराखेर चाहिँ बस्नुहोस् भन्नु छैन के छ तपाईँ के ल्याउनु भएको अन्त तपाईँले डेटिङमा बोलाएको कहाँ साथी लिएर छ त केटी त तर बिमारी छ क्या पहेँलो पहेँलो जन्डिस लागेको छ क्या केटी कहाँ हो म त बिमार होइन आमा पहेँलो देख्छु मैले के पनि ल्याइन म त होइन कि म त तपाईँ आउँछ कि आउँदैन भन्ने भयो नि त कि आउँछ कि आउँदैन भन्ने भयो कि डाउट लाग्यो नि त फेसबुकमा भेटेको केटीहरू हो फेसबुकमा भेटेको त्यति उयो हुँदैन नि त मलाई पनि ल्याइदियो कि ए बसौँ न अन्त लु कस्तो गरम ए दाजु अहिले पल्टिनुहुन्छ के भएको तपाईँ यहाँ बस्नुहोस् न राम्रै लाग्यो नि आराम रहेछ नि कहाँ हो म त्यस्तै राम्रै लाग्यो नि तपाईँलाई मन पर्यो नि मन पर्यो नि अनि तपाईँले अन्त भेट्न आउनुहोस् भनेर आउनुहुन्छ नि अन्त यस्तो जङ्गल थियो नि अन्त बोलाउँछु अन्त हो त मैले बोलाएको होइन तपाईँ दाजु तपाईँले अहिले करेन्ट लाग्छ यता बस्नुहोस् न छेउछाउ जानु भएको मलाई त यस्तो खुसी लाग्यो कि यस्तो खुसी लाग्यो अब खुसीको त ठेगानै छैन नि हौ तपाईँ त जङ्गल जानु भएको त्यस्तो छ त अन्त कहाँ म त यी अब तपाईँले बोलायो होइन घाँस काट्दै थिएँ काट्दै हिँडेको नि कि मेरो त गाईहरू पनि छ गाईहरू पाल्छु म पुरा दुःख गर्छु नि म बिहानै 9 बजी उठिहाल्छु हो हजुर बिहानै 9 बजी उठ्छु कस्तो दुःख गर्छु नि तपाईँ के काम गर्नुहुन्छ हौ म अहिले फिलहाल अब म त त्यही घरकै गाउँकै काम गर्छु हो गाई छ पुरा छ गाई तर तपाईँलाई घाँस काटाउँदिनँ म यस्तो राम्रो केटीलाई कहाँ घाँस काटाउँछ
छेउमा आउँछु नि ल हुन्छ राम्री लाग्यो नि त मलाई त चस्मा चाहिँ साह्रो मन पर्यो मलाई सुन्नु नि हजुर कपाल कति लाग्यो है स्टाइल यो त अन्त कस्तो 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 देख्दैछ तपाईँलाई राम्रै लागेन कस्तो कस्तो नि अब चाइनिज टाइप पनि देख्दैछ लाला दाजु के कहाँ चाहिँ भएको तपाईँ म त खुसीले त खुसीले त म त पुरा भयो नि बहिनी त्यति साह्रो त होइन होला फर्स्ट लभ हो नि त मेरो फर्स्ट डेटिङ हो नि त मेरो फर्स्ट डेटिङ फर्स्ट डेटिङ आमा के थियो यसमा त ए दाजु कमिला भएको जग्गामा बस्नु भएन तपाईँ यता बसेको हुन्थ्यो छेउमा मलाई तपाईँले केक पनि ल्याइदिनु भएन अरे म कति आश ल्याएको हजुर कति आश ल्याएको म त के ल्याइदिन्छ र भनेर ल्याइदिनु भनेको थिएँ कि अनि के थियो यहाँ त दाजु तपाईँको सब देखिसक्यो के भएको सरी यहाँ पनि के थिएछ यहाँ काउ सबै के थिएछ हौ दाजु अब घर जान्छ घर गएर भाँडा धुनु भन्ने रहेछ मम्मीले सुन्नु नि हजुर आज म पुरा मन पऱ्यो बिहा गर्ने मसँग त्यति बिहाको कुरा यति छिटो नगर्नुहोस् न तपाईँ भेटेको आज भर्खर हुँदैछ तपाईँ के काम गर्नुहुन्छ म नर्स गर्छु नर्स भनेको चाहिँ के हो नर्स भनेको सिस्टर हो कस्तो होला सिस्टर अन्त हजुर ए त्यो हस्पिटलमा हुने हजुर सेतो लुगा लगाउने त्यही सिस्टर भएर कस्तो अब राम्रो तपाईँ चाहिँ के गर्नु नि अन्त म हजुर म के गर्नु अहिले होइन तपाईँ अब के सोच्नु भएको छ तपाईँले मैले चाहिँ के यसो हेर्नु सोचेको परेन छु त। भन्दा चाहिँ म चाहिँ बिहान उठ्छु घाँस काट्छु हो घाँस काट्छु घाँस काटेरमा त के हुन्छ अन्त नानी पाल्नु पर्यो अन्त साँच्ची तपाईँले नानीको नाम के सोच्नु भएको छ नानीको नाम हजुर। कुले राई कस्तो अरे कुले राई पुरै सुन्नु नि अन्त नि हजुर एउटा कुरा भन्नु मन लाग्यो भनिहाल्नुहोस् दुइटै कुरा भन्नुहोस् न मलाई मन पर्यो लुक्स एकदम चाइनिजको जस्तो छ नि अच्छा तर पुरा यता चिलायो म एउटा कुरा भनौँ तपाईँलाई हजुर भन्नुहोस् एउटा कुरा पुरा भन्नु मन पर्यो नि मलाई भन्नुहोस् न नि आमा के साह्रो लजाउनु भएको लाग्यो लाग्यो नि त साँच्ची भनौँ भन्नुहोस् नरिसाउनुहोस् ल हुन्छ ल साँच्ची भन्छु है हुन्छ। ल साँच्ची भन्छु नि म फेरि हुन्छ साँच्ची भनौँ भनिहाल्नुहोस् न अलि ढिलो तपाईँ भइसक्यो रिसाउँछ होला नि त फेरि म रिसाउँदिनँ बुझ्यो करेन्ट लाग्छ नि फेरि साँच्ची भनौँ हजुर भन्नुहोस् आई लभ यु सिस्टर के रे आई लभ यु सिस्टर रे कसले लाज लाग्दैन आई लभ यु सिस्टर रे बहिनीको हात त के हो बहिनीको त मरद छ त हौ यहाँ फेसबुकबाट टेक्स्ट गरेर नानी चिन्नु नै जान्नु बहिनी सिस्टर अरे तिम्रो हात यस्तो त त सरी सिस्टर भन्छ सरी खुट्टा ठोक्छु मा सरी के को सरी हो सरी सिस्टर सरी भन्छ। सरी लु नि त सरी ठिकै हो। सरी सिस्टर अब तपाईँले सिस्टर हो भने म त आई लभ यु सिस्टर भने सरी अहिले सरी आई लभ यु आन्टी आई लभ यु आई लभ यु आन्टी रे ओइ चस्मा खोला नि तिम्रो के भएको? म जान्छु अहिले भन्दैछ है हुन्छ जान्छु म हो त आजै मरेको हो न सरी फेरि पनि खुट्टा नरोको तिमी खुट्टा आमा मेरो म सिस्टर फर्स्ट अरे डेटिङमा हो सिस्टर अरे आन्टी अरे के हो फर्स्ट डेटिङमा आएको सरी कान पक्रिन्छु यस्तो मान्छे किन केटी बनाइ बस्नु होला है सिङ्गलै बस्छु नि सरी ल अब आई लभ यु मदर तेरो होला मदर जा तैले केटी नबोस् कस्तो खाएको रहेछ न सरी भने त अन्त हो त माफ गरिदेऊ तिमी आमाले भन् माफ गरिदेऊ आजदेखि
एकछिनको नबोलाइ भने जुन तारा मण्डल के अरे 9 ग्रह सबै देखेँ मैले आम्मामामा ए टाउको दुख्यो नपढ्नु पनि कति रहेछ अलिअलि पढे लेखेको भएको भए त के भन्नु पर्थ्यो भने थाहा छैन पाएको थिएँ नि केटी यस्तो राम्रो केटी पाएको थिएँ यस्तो राम्रो केटी पाएको थिएँ तेरी गाउँ ए भगवान् म चाहिँ सिङ्गलै मर्ने रहेछु ए भगवान् सिङ्गलै मर्ने रहेछु ए भगवान् आम्मामामा कस्तो छुटे नै त्यो केटीले त आच्छा जुन तारा मण्डल सबै देख अहिले पनि तारा हिँड्दैछ हात चाहिँ तर वर थियो त्यो केटीको आम्मामामा जुङ्गा पनि अलिअलि पला जस्तै लागेको थियो चस्मा लगाएर हो कि फ्याङ्दै हो रड्डी भएन छ्या फेसबुकमा भेटेको थिएँ कस्तो राम्रो थियो नि भयो त नि यो केटी त नि रड्डी भएन छ्या रड्डी 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 भयो जान्छु अब जान्छु चस्मा भाम लानु पऱ्यो नि आया डेटिङमा गएको दोलाई खाएर कता गयो त्यो केटी बाटोमा भेट्यो पनि फेरि चुट्छ होला हौ